hamster udah teh isu nih. Ya toh. Kau coba itu teh. Oh so Aduh के गरेले यो चाहिँ hamster है hamster मुसा जस्तो हुन्छ हैन Mama dia hamster. सुरुमा त मन पर्दैन मलाई अहिले त माया लाग्छ यसको खै अर्को है अर्को वाने अस्ति नै मेरो हातमा ट्वाक टोक्दै थियो चुट्टो योको बितेはいलैको बाइ 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 अब त एकछिन पछि है बाइ बाइ हेलो नमस्कार सबैजनालाई आफ्टर अ लङ टाइम वी आर मेकिङ एट अनदर ब्लग है मोटो ब्लग आज चाहिँ बाउछोरीको यसो मोटरसाइकल राइड हो अनि आज चाहिँ आइतबार भएको भएर चट्ट चाहिँ नै उसलाई पनि घुमाइदिउँ भन्ने हिसाब किताबमा बाउछोरी जान लाग्यो अनि आज चाहिँ कस्तो भन्दाखेरि यो साकुरा त्यो पयुम फुल्ने मौसम हो नि त त्यही भएर अनि त्यहाँ मेला सेला लाग्छ हैन उसलाई त्यहाँ लैदिनु पर्यो एकछिन घुमाइदिनु पर्यो उसलाई नि घुमा जस्तो पनि ब्लग पनि बनाए जस्तो नि हैन त्यो सब गरेर प्लानिङ गरेको हो आज हेरौँ कस्तो हुन्छ अब अहिले हामी चाहिँ अहिले यहाँ तोयोकावा भन्ने ठाउँमा जान लाग्यो त्यहाँ चाहिँ मेला छ हैन अनि त्यहाँ प्लस त्यहाँ अब साकुराको फुल फुलिरहेछ नि त यसो त्यहाँ घुमाइदिनु पर्यो उसलाई अलि चिसो रहेछ मौसम ज्याकेट पनि खासै लागिएन यार त्यही अलिक दिउँसो जानु लाग्यो खास त रमाइलो चाहिँ अहिले साँझ परेपछि हुन्छ होइन रमाइलो चाहिँ अनि यो अहिले चाहिँ हामी 4 महिना लाग्यो होइन जापानको डाँडाकाँडाहरू पनि पुरा साकुरा फुल्ने राम्रो हुन्छ हेर्नुहोस् है यस्तो छ भ्युज अब कति मान्छेलाई चाहिँ यो साकुरा फुल्दा खुसी लाग्छ सुरुमा मलाई पनि एकदम खुसी लाग्थ्यो के साकुरा फुल्ने भनेपछि होइन त्यो अर्कै साथी भ्याइ भेटको हुने त्यहीँ पार्कमा बसेर बियर सियर खाने त्यस्तो रमाइलो हुन्थ्यो भनेदेखि अब विथ द टाइम होइन विथ द टाइम अब यो सब छेडिक रहेछ कि अहिले मलाई खासै रमाइलो लाग्दैन किन भन्दाखेरि यो महिना लागेपछि होइन पहिला जापान आउँदा त 1-2 वर्ष जस्तो त मलाई त्यस्तो केही भएन बिस्तारै चाहिँ मलाई चाहिँ अब नाकको एलर्जी के अब यो रनिङ नोज हुन्छ नि दबाई खाएन भने त खत्तमै पार्छ क्या अब अहिले मेरो नाक टालिरहेछ है आवाज पनि कस्तो आयो होला अनि अब यो घाँटी बस्ने होइन अनि आँखा चिलाउने यो रुखहरूको हुन्छ नि यस्तो फुलहरू फुल्ने यो इभन त्यो पयुमको पोलोनिग्रेन्स के भन्छ नि त्योहरू हावाले उडाउँछ नि त अनि नाकमा पसेपछि त अनि खत्तम टाउको दुखाउने होइन त्यो काइन्ड अफ हुन्छ है सो अनि साह्रै झ्याउ हुन्छ भन्नुपर्दाखेरि अनि जापानमा चाहिँ होइन खासै भन्नुपर्दाखेरि के हुन्छ यार यिनीहरूलाई यो के भन्छ यस्तो बाबुआमाले चाहिँ बाबुले भनौँ न ड्याडले बच्चाहरूलाई चाहिँ खासै बाइकमा हालेर चाहिँ हिँड्दैन क्या अब रिस्की भन्छ अब नै के भन्छ तर मैले चाहिँ अब हामी त्यसरी हुर्क्यो हो नि त भान्जा भान्जीहरूलाई 3-4 जना अगाडि पछाडि सब राखेर हिँड्ने मान्छे हामी सो गाडी यार यस्तो दामी गाडी यार त्यही भन्दै थिएँ मैले साँच्चै अब बच्चाहरूलाई खासै बाइकमा हालेर हिँड्दैन मैले चाहिँ उसलाई बानी बाँध्नु लाग्यो अहिलेबाटै र यहाँ साकुरा फुलिरहेछ लेट्स गो फ्रम दिस साइड है यताबाट जाऊँ न के छ साकुरा हेर्न आएपछि साकुराको तीतिर जाऊँ न ल हेर्नु त साकुरा क्या दामी फुलेछ है जापानमा चाहिँ ब्लग बनाउनु चाहिँ साह्रै गाह्रो हो क्या किन भन्दाखेरि अब यहाँ मान्छेहरूलाई अब फेस ब्लर गर्नु पऱ्यो गाडीको नम्बरहरू ब्लर गर्नु पऱ्यो है यस्तो किबिसी भनेको स्ट्रिक्ट छ होइन एकदम झ्याउ लाग्छ त्यहाँ मलाई खासै ब्लग बनाउनु चाहिँ मन नलाग्ने कारण त्यही हो नम्बर 1 चाहिँ रिजन नेपालमा जस्तो जतापाइ त्यता क्यामेरा ठडाएर हिँड्न पाउँदैन फेरि यहाँ फेरि
किन मलाई जान दिइरहेको थ्याङ्क यू आरिगातो हेर त कति राम्रो है अब आइपुग्यो यहीँनिर हो यो त देब्रे साइडमा यसलाई कुनामा कोचाइदिन्छु मैले बाइक फेरि ठाउँ पाउने बित्तिकै अब ठाउँ चाहिँ पाउनु पऱ्यो सबै आएको छ यार यो भगवान् एउटा ठाउँ खाली छैन यार कहाँ हाल्ने होला यार जर्सी अब न यहीँ हाल्नु पऱ्यो यो यस्तरी म कि त नि यहीँ हो सुगै ने तनसी त्यहाँ भिडियो वा दोन हाततिर kana वकार नै ने ल बाइक चाहिँ यहीँ छोडेर त्यो हेलमेट चाहिँ होला चोत्तो छ यो कुरी यार इता इता कुना चाहिँ हो त्यो त पापा गयो यार इ सो खवाई मितेहरू राम्रो देखेछ ल हाई हाई भन नमस्ते भन त नमस्ते भन नेपाली भाषा सिक्नु पर्छ के नमस्ते भन ए मिन्ना मितेहरू यो नमस्ते भन प्राय नमस्तेसँग छ नमस्ते त जान नमस्ते नमस्ते हो त ल आऊ सकी नमस्ते त नमस्ते त जान नमस्ते त ओके ल यो ग्राउन्ड घुमेर आउनु पर्यो है ल ससी यो बिल्डिङ चाहिँ हैन यो बिल्डिङ चाहिँ तोयगाउँको हो सक्छु तोयगाउँ सक्छु नगरपालिका जस्तो के सबै काम यही हुन्छ हैन म चाहिँ त छिरै नै माइ अरुते यो फुल्ने सिजनमा चाहिँ यो आँखाको हुन्छ नि यस्तो यस्तो चिलाउने नागेला चाहिँ सियान भयो अलि दबाई हाल्छु अलि कन्ट्रोल भइरहेको छ फेरि अलि फेरि खानुपर्छ चिकाको 1 2 撮りたいな。は？車来てる。ロープロープCCले कुन मगायो यो हैन違うこれこれはこれだよあいちごねそうよく混ぜてお召し上がりくださいありがとうございますどう飲んでみてどう美味しいタチパはちょうだいどう美味しいल मिठोってयो खान मन लाग्ने किनेको अलि चिसो भएर खान मन लाग्ने फेरि यो किन्नी रे ल कोरे गएको नि त यत्रो 700 रुपैयाँ हालेर किनेको अहिले मिठो लागेन भन्छ यार 今じゃないじゃなくて उसले किनेको नखाएर हैन अब यस्तो बाध्य भएर खानु पर्दैन मैले खान्छु भनेपछि खानु पर्छ नि मन लाग्यो भन्छ यार कोरेउनन वाटामे ह नामायो नन्दा वाटामे वाटामे वाटामे
गतवा आमे हो मलाई पनि खानेकुराको नाम केही पनि थाहा छैन क्या यस्तोमा इन्ट्रेस्टै छैन अनि कहाँ थाहा हुन्छ ए गाइज हामी चाहिँ अब फर्किनु लाग्यो हेलमेटहरू सुरक्षित छ होइन हेलमेट पनि छ दुईटै हेलमेट छ ल ओके अब हामी जान लाग्यो है दोकान मिकी हिदारी का दोकान रहेको कोची 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 हिदारी का kana पुलिसको पछि पछि नजाम भनेको क्या इरिटेटिङ हुन्छ फेरि यार उयो चाहिँ कुखुरा फ्याक्ट्री हो यो होइन कुखुरा फ्याक्ट्री हो यहाँ हामीले अन्डा किन्ने चाहिँ यहाँ हो क्या यहाँ सस्तो पाउँछ क्या दोकानमा भन्दा ये खाइते कि त ओके बाय बाय